हेलो एन्ड नमस्ते, इट्स मी पदम लुप्छन् एके पदु। सो गाइज आज चाहिँ एउटा बहुत खुसीको कुराको, आज चाहिँ मेरो भाइ भनौँ न अङ्कलको छोरा जन्मेको छ, छोरा भएको छ होइन। अङ्कल र आन्टीलाई चाहिँ एकदमै कङ्ग्रेचुलेसन होइन। त्यही गाइज अनि म चाहिँ कस्तो भने लाइक घुम्न आएको थिएँ अनि फेरि ठ्याक्क अब बेटा पागा आफ्नो ड्याड अनि म चाहिँ अनि काठमाडौँ जाने भनेर बसिरहेको थिएँ, तर पनि काठमाडौँ जान पाएन डाइरेक्ट। अनि बच्चा जन्मेपछि आफ्नै फ्यामिलीको जन्मेपछि अनि तल आउनै पर्छ भन्ने भएर चाहिँ म अहिले आफ्नो पुरानो जन्मस्थल ठाउँमा चाहिँ आएको छु, जुन कि हाम्रो यो चाहिँ दोलखा भीमेश्वर वडा नम्बर 2 नेगल भनेर चाहिँ चिनिन्छ, एकदमै तामाङ बस्ती, भोटे बस्ती भन्छ। अनि त्यही हो गाइज। अनि आज चाहिँ म चाहिँ एउटा सानो भ्लग, आज धेरै पछि आफ्टर लङ टाइम, लङ भेरी लङ टाइम चाहिँ भिडियो बनाएको थिएन। सो आज चाहिँ आफ्नो मेमोरिज हुन्छ। अब भोलि पछि हाम्रो भाइले हेर्छ, त्यही भएर चाहिँ आज भिडियो बनाएको छौँ। आज हाम्रो नौरानको भिडियो। अनि हेलो काङ्ग्रेस पार्टी। अनि यहाँ चाहिँ हामी सबैजना चाहिँ बिहानदेखि काम गरेको, एकदमै यहाँ पुलाउ सिस्टममा चाहिँ आज हाम्रो चाहिँ अलिकति भोज जस्तो पाउँछ। अनि यहाँ चाहिँ हाम्रो यसरी अचार विचार बनाउँदैछ एके काजी तामाङ अनि हाम्रो आनी हुनुहुन्छ यहाँ के यहाँ चाहिँ यस्तो फिनिस भइसकेको छ। अनि यहाँ हाम्रो सबै हाम्रो भतिज त्यता हुनुहुन्छ, नुहाएर चाहिँ हाम्रो गुरु बाजेले चाहिँ यहाँ लामा बाजेले गर्दैछन् त्यहाँको लाएर यहाँ। अनि यहाँ चाहिँ भोज बनाउँदैछ यहाँ ड्याडीजी चाहिँ यता यसरी हुनेवाला ड्याडी चाहिँ पुरा कुकम्यान। अनि हाम्रो अभि भाइ, अनि यहाँ गाउँलेहरू यसरी पुलाउ बनाउँदैछ हामीले। सो गाइज हामी चाहिँ आजको यो यहाँ चाहिँ यहाँ गाउँलेहरू आइसकेको छ ट्यागको लाएर है, गाउँको मान्छेहरू यस्तरी चाहिँ आजको यहाँ भतेर बनाउँदैछ यहाँ विथ अभि भाइसँग। हाम्रो चाहिँ अब यहाँ राजमा त्यहाँ छ राजमा त्यहाँको रेडी। अनि त्यहाँ खानाको लागि हाम्रा गाउँका बुढापाका मान्छेहरू बसिरहेछन् मजाले रक्सी खाँदै स्वादले, यहाँ अभि भाइ। अनि यतातिर यस्तो हुन्छ, म यहाँ छु। अनि यहाँभित्र चाहिँ यस्तो कार्यक्रम हुनेछ, ट्यागको लगाएर पैसा दिने कार्यक्रम भइरहेछ यहाँ। त्यही हो तरिकाले देखिरहेको छु। त्यहाँ मासु हाम्रो चाहिँ हामीले बिहान नै बफ बनाइसकेको छ स्वादले। अब राजमाको रेडी, अनि पुलाउ नै हाम्रो यहाँ रेडी भइसक्यो। पुलाउ यहाँ बहुत छ आज, त्यहाँ मान्छेहरू ट्याक्क यहाँ यस्तो मजाले मान्छेहरू चाहिँ बसिरहेछ। अनि यहाँभित्रको चाहिँ अब चाहिँ सकिएको छ, यहाँ पैसा टन्नै भएछ। ओहो क्युटी हिरो यस्तो हुनुपर्छ यसरी त्यति रामेन। ल यहाँ चाहिँ अब पैसा दान गर्दैछ नि, यहाँ मजाको सिनमा हो लामाजीलाई दान ठगराएर। यो चाहिँ अब लामाजीलाई ढ्याको लाएर है। यसरी है, मिठो छ होइन? मिठो छ मिठो। ल मिठो पुलाउ खाना मिठो है। ल यतातिर यस्तरी यहाँ छुट्टै ग्रुप छ हाम्रो, मिठो छ है मिठो। ओहो मिठो छ कि छैन? ए ल धन्यवाद।
ज्यामुला यारले भिसिसले चादौँ है यहाँ फेरि काइडङ हालिरहेछ है यहाँ चाहिँ यसरी खाएपछि भाडा चाहिँ यस्तो गाउँले सबै मिलेर चाहिँ यहाँ यसरी माछा हाल्ने चाहिँ रीति चलन है बिहे भोज भतेर सबैमा यस्तै हो यहाँ रक्सी पार्दै सर्गाली मान्छेले यस्तो टक्कर ठुल मम्मी अनि यहाँ सबैजना छन् स्पिकर लगाइसक्यो भाइब हान्दैछ हाम्रो अहिले हाम्रो चाहिँ यस्तो चाहिँ नौरानमा यसरी पैसा दिन्छ त्यति छ हाम्रो चाहिँ स्वादले हान्नुपर्छ यो आफ्टर खाना खाएपछि हामीले तलतिर आएको थियो यसो खोला खेल्न पौडी खेल्नको लागि सो माछा नि मार्ने भन्ने प्लान आएको थियो यो चाहिँ पहिलाको जमाना जस्तै यसरी लुगा धुइन्छ गाउँ ठाउँमा चाहिँ गाइजहरू हेर्न सक्नुहुन्छ सो गाइज वेयर केम फिसिङ गर्न चाहिँ हामी आज आज यहाँ तलतिर खोलातिर दामोकोसी खोलातिर फिसिङ गर्न आएको त्यस्तो गाह्रो बाटो छ ओ माई गुडनेस यस्तो गरेर चाहिँ यहाँ यु क्यान सी है तलपट्टि यत्रो खोला बगिरहेछ त्यही खोलामा चाहिँ हामी आज फिसिङ गर्छौँ कति पर्ने रहेछ स्ट्रेट हुन है गाइज बाटो यस्तो छ अहिले लड्छ जस्तो लाग्यो गाइज फाइनली हामी चाहिँ खोलामा आइसकेको छ हाम्रो माझी दाइ चाहिँ यहाँ हुनुहुन्छ एकदमैको नेगल नाम्सेको प्रपोजर नेगल गाउँको माझी चलचित्र माझी हो क्या एकदम खतरा होइन चल्दो बुल्दो क्या हो इफ गाइज तपाईँहरू पनि यदि तामाकोसी घुम्न चाहनुहुन्छ भने प्लिज कन्ट्याक्ट दिस गाई इज भेरी फनी लास्ट जिग्गी ओके गाइज हामी यहाँ फिसिङ गर्न तयार गर्छौँ है अनि आफ्टर त्यसरी त्यो तपाईँहरूले गर्नुपर्छ हेलो गाइस देखो ना गाइस क्या कर रहा है ये लड़की मुझके छेड़ रहा है गाइस आया मुझको क्या बोलो भाई क्या कर रहा है मुझको बताओ मेरे भाई बताओ मुझको छेड़ रहा है भाई क्या बोलो आया ये लड़की मुझको सो गाइज आजको ब्लग चाहिँ यति नै बाई बाई गुड नाइट